जति शब्दहरू खर्च गरे पनि त्यो कमै हुन्छ र धेरैजना हामी एकदमै भावुक पनि बनेका छौँ यो गीत हेरेर र मैले अब सबै निर्माताहरूको प्रतिनिधित्व गर्दै यस क्षेत्रमा प्रवेश गर्नुभएका आदरणीय निर्माता ज्यूलाई यहाँहरूमाझ प्रस्तुत गर्न जाँदैछु र ओके र म हार्दिक स्वागत गर्न चाहन्छु सिमरन पन्तज्यू, अभिनेत्री सिमरन पन्त, सँगसँगै अर्कै अभिनेत्री उषाप्रीतिज्यूलाई पनि अगाडि आउनको लागि अनुरोध गर्दै म अभिनेता गजित विष्टज्यूलाई पनि अगाडि आउनको लागि हार्दिक अनुरोध गर्छु। यसगरी कलाकार बेगम नेपालीज्यू पनि अगाडि छ होला है र अरू सबै म कलाकार टिमलाई यथास्थायीमै आसन ग्रहणका लागि अनुरोध गर्न चाहे। सबैलाई तपाईँहरूको एकमुष्ट शुभेच्छा शुभकामना चलचित्रको लागि छँदै नै छ, त्यो मैले आशा लिएको छु। ओके, रवि ओड चाहिँ कता हुन्छ? मैले ओके रविजी प्लिज आइदिनुहोस् न। रविजी मैले अघि पनि सम्झेको थिएँ यहाँलाई, प्लिज रवि ओड, यस गीतका गायक रवि ओडज्यूलाई जोरदार ताली। साथीभाइ दाजुभाइ दिदीबहिनीहरू सबैलाई चाहिँ धन्यवाद, विशेष धन्यवाद। यो गीतमा मैले स्वर भर्न पाएँ, त्यसको लागि होल इन्टायर टिम जो आबाट आमाबाट बिलोङ्स गर्नुहुन्छ उहाँहरू सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। चन्द्र दाई लगायत होल इन्टायर टिमलाई चाहिँ यो गीत चाहिँ गाइरहँदाखेरि म पक्कै भावुक त भइ नै हालिन्छ। जो पनि भावुक हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। एउटा आमा भन्ने शब्द नै संसार सृष्टि नै भनिसक्नु भयो दाइले अघि नै, होइन? त्यो नै हो। जहाँ कि म पनि जस मेरो पनि मम्मी हुनुहुन्न, मम्मीलाई सम्झिँदै यो गीत गाउँदाखेरि म रोएँ धेरै ठाउँमा, तर पछि गाउनै सकेन कि एकदम अप्ठ्यारो भयो। अनि बिस्तारै बिस्तारै गर्दै गर्दै गाइयो जोस् यतिको आउटपुट निस्केको रहेछ, एकदम खुसी लाग्यो। म यसरी सुरु गर्छु कि यो फिल्म कता कता घुमेर अन्तिममा मेरो भाग्यमा जोडिएको फिल्म हो, होइन? सो यसको लागि चाहिँ सबैभन्दा सुरुमा म श्रेय दिन चाहन्छु हाम्रो चन्द्रपन्त सरलाई। उहाँले जसरी यो क्यारेक्टर थियो एउटा पोर्ट्रे गरेर मलाई सुनाउनु भयो। अब कति धेरैजनासँग फिल्ममा काम गर्ने भन्ने कुरा त भयो, तर अरूले भन्दा पनि मलाई चन्द्र सरले ट्रस्ट गरेर मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद चन्द्र सर। र यो फिल्ममा मैले एकछिन त अलिअलि म नर्भस पनि छु है। सो यो फिल्ममा मभन्दा अरू धेरै दिग्गज कलाकारहरू हुन्छ, उहाँहरूसँग स्क्रिन सेयर गर्न पाउँदा म एकदमै भाग्यमानी ठान्छु आफूलाई। र हाम्रो रियल हिरो पल शाहजीसँग भिडियोमा काम गर्दा गर्दै र फर्स्ट मुभी खेल्दा पनि उहाँसँगै मेरो कोइन्सिडेन्सली फर्स्ट फिल्म पनि पलजीसँगै भयो, र त्यसको लागि पनि म एकदमै ब्लेस्ड फिल गर्छु। थ्याङ्क यू पलजी। र विपना दीको बारेमा म के भनौँ, होइन? थ्याङ्क यू सो मच दी, यु आर लाइक अ मदर। एन्ड थ्याङ्क यू अफ कोर्स सिमरन। थ्याङ्क यू। खेल्दाको अनुभव आफ्ना केही कुरा राखिदिनको लागि म अनुरोध गर्छु। सबैभन्दा पहिला उपस्थित सबैलाई नमस्कार, थ्याङ्क यू सो मच। आज सबैजना आउनुभयो यहाँ र सृष्टिकै पहिलो नाम आबाट आमा फिल्मको लागि यो श्लोक नै काफी छ। मैले चाहिँ यो फिल्म गर्दाको अनुभव भन्दा पनि यो फिल्म जुन दिन मैले यो फिल्मको लागि अनुबन्धित भएँ त्यो दिनदेखि नै मेरो लाइफमै एउटा ठुलो जिम्मेदारी मैले लिनुपर्ने महसुस गरेँ। मैले ठुलो जिम्मेदारी लिएको फिल गरेँ र पुरै सुटिङ डरले सक्यो मेरो। अहिले गीत हेर्दाखेरि पनि सबैलाई कस्तो लाग्यो के लाग्यो थाहा छैन, तर म चाहिँ पुरा गीतमा डर यस्तो गरेर बसिरहेको थिएँ क्या। ओ माई गड के होला त्यस्तो खालको। लाइक मैले 16 इयर्स पछि मैले रसोदीर्घ डाइरेक्टर साहब चन्द्र डाइरेक्टर साहबसँग मैले गरेँ र त्यसपछि आएर उहाँकै फिल्म अर्को यो आबाट आमा मैले गर्न पाउँदा मलाई एकदमै खुसी लाग्यो। र डाइरेक्टर साहबले दिदी मैले स्टोरी लेखेदेखि नै मेरो दिमागमा एउटै फेस थियो, त्यो आमाको, त्यो हो दिपना थापा।
भनेर जुन विश्वासले जुन स्टोरी मलाई नै सम्झेर उहाँले स्टोरी लेख्ने बित्तिकै मलाई सम्झिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र आज हाम्रो गीत रिलिज भएको छ। म यो मिडिया मार्फत, यो क्यामेरा मार्फत मेरो सम्पूर्ण दर्शकहरूलाई के भन्न चाहन्छु भने यो चलचित्र एउटा अभिभावक र सन्तानले हेर्नै पर्ने चलचित्र हो। आजको यो गीत OSR डिजिटल मार्फत रिलिज भएको छ। हजुरहरू गएर हेरिदिनुहोस्। मैले मेरो फेसबुकहरूमा, हामी सबै कलाकारहरूको फेसबुकहरूमा नि हामीले सेयर गर्दैछौँ, सेयर गरिरहेका छौँ। हेरेर यसको प्रतिक्रिया दिनुहोस्, अझै हौसला दिनुहोस्। केही कमी कमजोरी केही प्रब्लम भएको छ भने त्यसको बारेमा पनि कमेन्ट थ्रु लेखिदिनुहोस्। र मैले एउटा राख्दै हुनुहुन्छ। थ्याङ्क यू सचेतजी, थ्याङ्क यू सो मच। सबैलाई नमस्कार छ, तपाईँहरू आइदिनु भयो यसको लागि धन्यवाद। अनि सबभन्दा पहिला चन्द्रपन्त डाक्टर साहबलाई एकदमै थ्याङ्क यू सो मच, मलाई ट्रस्ट गरिदिएकोमा होइन। धेरै लामो समयसम्म हाम्रो चाहिँ काम गर्ने कुरा हुँदै पहिलोपटक यति राम्रो उसमा चाहिँ स्टोरीमा चाहिँ काम गर्न पाएँ तपाईँसँग। यो चाहिँ र सँगसँगै विपना दिदीलाई ह्याप्पी बर्थडे, तपाईँलाई जन्मदिनको शुभकामना छ। नेपालमा पनि स्वागत छ हजुरलाई। अनि यो फिल्मको बारेमा अलिकति भन्न चाहन्छु। क्यारेक्टरको कुरामा चाहिँ अलिकति हाम्रो यो फिल्मको स्टोरी लगभग हामीले स्क्रिप्टमा बसेको नै लगभग 5-6 महिनादेखि नै हामी अगाडिदेखि नै हामी बसिरहेको थियौँ। पल्का यो यस्तो काम हुन्छ, यस्तो छ स्टोरी, यस्तो छ, यो सब यो सपना यस्तो छ भन्नुहुन्थ्यो। सो यो जति तपाईँले देख्नु भएको छ, अघि गजित दाइले भन्नुभयो यस्तो क्यारेक्टर तिमीले गर्न सक्दो रहेछौ भन्नुहुन्छ होइन। यो चाहिँ मैले पनि सोचेको थिइनँ कि यतिसम्म गर्छु होला, तर मभन्दा पहिला सपना देख्ने भनेको चाहिँ चन्द्रपन्त दाइले सपना देख्नु भएको रहेछ पलले गर्न सक्छ भनेर। र मैले उहाँलाई भन्ने गर्थेँ दाइ सक्छु होला त मैले गर्न सक्छु होला त, किनभने यो एकदम च्यालेन्जिङ पार्ट थियो यो छोराको क्यारेक्टर चाहिँ। कति हामीले खुलाउन सकेका छैनौँ होइन, खुलाउनु भएको छैन, सायद पछि फिल्ममा देख्न सक्नुहुनेछ। र त्यही हो, म यो टिमसँग काम गर्नु पाउँदा अति नै लकी फिल गरिरहेको छु। प्रदीप रावत दाईलाई पनि, सरलाई पनि म एकदम मिस गरिरहेको छु। यहाँदेखि साउथ इन्डियन हाम्रो एक्टर हुनुहुन्छ, बलिउडको एक्टर हुनुहुन्छ, उहाँले पनि धेरै मलाई सहयोग गर्नुभयो। उहाँसँग काम गर्नु पाउँदा खुसी लाग्यो। सँगसँगै विपना दिदी र होल टिम र एकदम एनर्जेटिक हाम्रो सिमरनजी हुनुहुन्छ, रोसाजी हुनुहुन्छ। एकदमै जतिखेर पनि राम्रो काम गर्नुपर्छ, फल्जी राम्रो गर्नुपर्छ, अझै कस्तो छ के छ कसरी काम गर्ने, अझै यो गरौँ न त्यो गरौँ भनेर सल्लाह दिने हुनुहुन्छ उहाँहरू। सो यस्तै नै हुनु होला, तपाईँहरू सधैँ नै यस्तै हुनु होला। र हाम्रो भटपटेजी हुनुहुन्छ, तपाईँले अघि भन्नुभयो पल्जीहरूसँग काम गर्न खुसी लाग्यो भन्नुभयो, र हामीलाई पनि खुसी लाग्यो तपाईँसँग काम गर्न पाउँदा। तपाईँहरू अति नै राम्रो निखारिएको आर्टिस्ट हुनुहुन्छ। सो तपाईँहरूसँग काम गर्न पाउँदा मलाई खुसी लाग्यो। थ्याङ्क यू सो मच है। हस्, थ्याङ्क यू। र सम्पूर्ण टेक्निकल टिमलाई धन्यवाद छ। मलाई आज बोल्न अलिक गाह्रो भइरहेको छ, किनभने म गीतमा अघिसम्म पनि मेरो जिउ काँपिरहेको थियो। मलाई दाइले भनेको थियो, मेरो पाइतलादेखि माथि टाउकोसम्म काँपिरहेको छ। मलाई बोल्नै गाह्रो भइरहेको छ। त्यो क्यारेक्टरमा म सम्झेँ, त्यो सुटिङ गर्दाखेरि हामी कति रोयौँ, सुटिङ पछि पनि रोयौँ हामी। एकदम रियल स्टोरी छ। हामी सबैको, मेरो परिवारको होइन कि तपाईँहरूको पनि परिवारको चाहिँ कहानी हो। सो सम्पूर्ण नेपालीहरूको कहानी भन्न चाहन्छु। सो हाम्रो गीत आइसकेको छ युट्युबमा, कस्तो लाग्छ हेर्नु होला। यो डाइरेक्टरको मात्रै कहानी होइन, एउटा आर्टिस्टको मात्रै कहानी होइन, यो सबै नेपालीहरूको घरको कहानी हो। सो सबैले माघ 16 गति गरेर चलचित्र हेर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू। अहिलेको चलचित्र माघ 16 गतिबाट लाग्दैछ। चलचित्र हामी हेर्नेछौँ, दर्शकहरूले पनि रुचाउनुहुनेछ। अब यो टिमले आज विशेष दिन नै हो, किनभने विपना थापाज्यूको जन्मदिन परेको छ र उहाँलाई विश गर्नका लागि केक काट्ने कार्यक्रम पनि राखेको छ। त्यसको लागि म सबै हाम्रो प्रोडक्सनमा रहनुभएका साथीहरू कृपया यो केक काट्ने व्यवस्थापन मिलाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। करण दाई, सबैजना जाउँ न, सबै जाँदा हुँदैन, के हुन्छ त अगाडि लाइट
होइन अहिले म उहाँसँग आफूले गरेको काम खाना बनाइसकेपछि एउटा गृहिणीले खाना बनाइसकेपछि